जीविछी महरा जीविछी महरा जीविछी महरा सेतो तारा अंकित रातो टोपीमा सजिएकी जीविछी महरा अहिले 73 वर्षकी भइन्। तर उनको मन भने भर्खरै 20 वर्ष मात्रै टेक्दैछ। धनुषा क्षेत्र नम्बर 4 अन्तर्गत छिरेश्वरनाथ नगरपालिका वडा नम्बर 1 को कोर बस्तीभित्र पर्छ उनको घर। युवा उम्मेद्वार इन्जिनियर सञ्जय कुमार महतोको चुनावी घर दैलो कार्यक्रमको 6औं दिन उनी सबैभन्दा पहिले तोकिएको स्थानमा पुगेर हामीहरूलाई कोरिरहेकी थिइन्। उनका यी बुढ्यौली लागेका शरीरले पञ्चायत विरुद्ध लडे। बहुदल ल्याएर पनि कहाँ सुख पाइयो र। उनी नेपालमा हुने विभिन्न कम्युनिष्ट आन्दोलनहरूको भागीदार हुँदै अहिले इन्जिनियर सञ्जय कुमार महतोलाई जिताउन लागि परेकी छन्। उनकै साथमा हामी छिरेश्वर नगरपालिका वडा नम्बर 1 र 2 का घरहरूमा घुम्यौं। उनको ऊर्जा र छरितोपन देखेर नै उम्मेद्वार सञ्जय कुमार महतोको आजको हौसला बन्यो। जीविछीका खुट्टाहरू पहिले जस्ता बलिया छैनन्, तर हिम्मत भने अझै युवावस्थाको जस्तै छ। उनी पुरानो कम्युनिष्ट नेत्री। उनको बस्तीमा अहिलेसम्म पनि महिलाहरू खुलेर बोल्न सक्दैनन्, तर उनले पञ्चायत विरुद्ध समेत क्रान्ति गरिन्। भूमिगत राजनीतिको पनि अनुभव छ उनलाई। 2062-63 को घटना भने उनको दिमागमा नमेटिने गरेर बसेको छ। 62-63 आंदोलन में काठमांडू में की बेले कहू ओकर हाल कहू कहाँ दल के कथू मर के यली काठमांडू में बाप रे कोठा पर सासू मारे खस 3टा आँख पर खस पड़त। रामचंद्र के झाव के बेटा 2टा तब फेंक दिल के उपरिए फेंक दिल अगाडि हमले सबके कहने रहे अगाडि। त्यो समयमा खाएको अश्रु ग्यासले उनका आँखा अहिले पनि पिरो बनाउँछ। घर दैलो कार्यक्रमको 6औं दिन हामीले छिरेश्वरनाथ नगरपालिका अन्तर्गतका वडा नम्बर 1 र 2 का घरहरू घुम्यौं। यी बस्तीहरूमा धेरैजसो पशुपालक किसानहरू बस्ने रहेछन्। मानिस र वस्तुभाउ सबै एकै ठाउँमा। आँगनमा पशु र घरभित्र मानिसहरू, जसले गर्दा आँगन नभएका घरहरूका वस्तुभाउ सड़कमा समेत मादिएका थिए। बस्ती एकदमै अव्यवस्थित थियो। त्यहाँका मतदाताहरूमा नेताप्रति वितृष्णा पनि उत्तिकै देखिन्थ्यो। नेताहरू चुनाव आउँदा मात्रै आउने, अन्य समयमा गाउँलाई वास्ता नगर्ने गुनासो उनीहरूले गरे। सब नेता ठीक है, सब ठीक है। युवा पढ़ल लिखल नहीं चाहिए। सब पढ़ल लिखल सब चाहिए। सब चाहिए। अपना अपना लागे मरी है, जनता लागे नहीं कोई मरी। बस्ती घुमिसकेपछि त्यहाँको अस्त व्यस्तता देखेर सञ्जय गम्भीर बने। धनुषा क्षेत्र नम्बर 4 मा भौतिक विकास सकियो भन्ने खालका कुराहरू पुराका पुरा झुटो भएको ग्राउन्ड टेकेपछि उनले थाहा पाए। नाला पनि एकै ठाउँमा अनि घरसँगै गोठ पनि। उक्त बस्तीमा आफू पहिलो पटक पुगेको भन्दै कुनै बस्ती यतिसम्म पछि पर्नु सुखद नभएको उनले बताए। मुख्य एजेन्डा शिक्षा र स्वास्थ्य बनाएका सञ्जयले लामो सास फेर्दै भने समतामूलक विकासको जरुरी देखियो। आफू इन्जिनियर भएकाले यी कोर बस्तीहरूलाई आकर्षक बनाउने डिजाइन तयार गर्न सक्ने र त्यसलाई नीतिमा पनि ढाल्न सक्नेमा उनी विश्वस्त देखिए। हाम्रो यात्रा जारी छ। भोलि हामी तपाईको घरमा पनि भोट माग्दै आउनेछौं।